हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? खानासाना खानुभयो होला? आज हामी शनिबार बिदा छ नानीहरूको। आज हामी जाँदैछौँ स्तुपा घुम्न नानीहरूलाई लिएर। हेलो, ल देख्न सक्नुहुन्छ आज हामी कता जाँदैछौँ? यो छोरा र छोरीलाई लिएर घुम्न। अर्को जेठो छोरा चाहिँ मानेन, दिदीको जेठो छोरा कान्छो र नानी अनि साथीहरूसँग जाँदैछौँ। ल देख्न सक्नुहुन्छ हामी स्तुपा आइसक्यौँ। देख्न सक्नुहुन्छ हामी आएर यहाँ घुमेको छौँ। यस्तो घाम छ, तर घाम भए पनि यहाँ शीतलै छ मौसम। देख्न सक्नुहुन्छ हामीले फोटोसोटो खिचेर पनि एकछिन यहाँ शीतलमा बसेछौँ। साथीलाई गर्मी भयो अरे, त्यही भएर हम्काउँदैछौँ। यो केटाकेटीहरूलाई त ठुलो चौरै भनौँ न, चौरै भएर यहाँ खेलिरहेको छन् मजाले। शीतलै छ, हामी दिउँसो घाममा आए पनि। आउन सक्नुहुन्छ हजुरहरू नि, घुम्नुहोस्। सक्नुहुन्छ दिदीलाई भाइले बोकेको रे, भाइले बोकेको दिदीलाई। भयो भयो, सानी भयो, छोडिदियो, गानु जान्छ। दिदीलाई बोक्दैन त्यत्रो, आफू सानो छ, दिदीलाई बोकिरहेछ। खुब यिनीहरूलाई रमाइलो भन्छ देओस्। अब यिनीहरूलाई खेल्दा खेल्दा भोक लाग्यो अरे, एउटा जुसहरू खाँदैछन्, चिसो नास्ताहरू मिठाईहरू के हुन्छ खाँदैछन्। कस्तो छ छोरा मोनिका? आमोस हेलो, देख्नुहुन्छ हामी चाहिँ तिर्खा लायो, नास्ता खाँदैछौँ। कस्तो शीतल हो न, यता त आनन्द। यहाँ चाहिँ घुम्न आउनु चाहिँ साँझतिर आउनु पर्ने रहेछ। हामी चाहिँ दिउँसोको घाममा आयौँ। कति बजी आएको थियौँ हामी? 12 बजीतिर नि, 11-12 त्यतिर आयौँ घाममा। तर दिउँसोतिर आउनुहोस्, एकदम गर्मी न गर्मी त छ, तर सकेसम्म चाहिँ साँझतिर यस्तै 3-4 बजीतिर आउनुपर्छ। हामी चाहिँ अब चाँडो आयौँ, किनभने केटाकेटीसँग दुःख हुन्छ नि त, त्यही भएर। देख्न सक्नुहुन्छ यस्तो गर्मी छ। हामीले त कति धेरै पानी थुपारेको छौँ भने नि, एक बोतल भ्याएर यता पनि छ, अर्को पनि छ। किनभने केटाकेटीसँग हिँड्दाखेरि सबसे इम्पोर्टेन्ट भनेको नि पानी बोकेर हिँड्नुपर्छ, पानी बोकेर। अनि यहाँ छोराछोरीहरू छन्, अनि त्यही भएर हामीले चाहिँ धेरै नै पानी बोकेर हिँडेका छौँ। अनि यो गर्मी पनि छ नि त, एकदम पानी तिर्खा लागेको छ, त्यही भएर यो पनि भ्याइसकेछ। शीतलै छ, ठाउँहरू जस राम्रै छ। हामी त घुमेर घर फर्किँदैछौँ। ल देख्न सक्नुहुन्छ हजुरहरूले, हामी त घुमेर घर फर्किँदैछौँ। हामी अब घर फर्किँदैछौँ, देख्न सक्नुहुन्छ। ल्याउ नानी झोला, के गर्ने, केटाकेटी भएपछि यस्तै हुन्छ, झोलाझुली बोक्नुपर्छ। ल अब हामी जाँदैछौँ घरतिर, देख्न सक्नुहुन्छ घुमेर। अब हामी बाहिर निस्केका छौँ। अब हामी जाँदैछौँ। कति मजाको हावा चलिरहेको छ।